तब येशूले तिनीहरूलाई भन्नुभयो, मेरो पिताले अहिलेसम्म काम गरिरहनु भएको छ र म पनि काम गरिरहेछु। यसकारण यहुदीहरूले येशूलाई मार्न अझ बढी प्रयत्न गर्न लागे, किनकि उहाँले सब्बात दिन भङ्ग गर्ने काम मात्र होइन तर आफैलाई परमेश्वरको बराबरी तुल्याएर उहाँले परमेश्वरलाई आफ्नै पिता भन्नुभएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पुत्र आफैले केही गर्न सक्दैन, तर पिताले जे गर्नुभएको देख्छ त्यही मात्र गर्छ। पिताले जे गर्नुहुन्छ पुत्रले त्यसै गर्छ, किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र उहाँ आफैले गरिरहनु भएका सबै काम पुत्रलाई देखाउनुहुन्छ। यी भन्दा महान काम उहाँले पुत्रलाई देखाउनु हुनेछ र तिमीहरू आश्चर्यचकित हुनेछौ। आमेन।